सबैजनालाई स्वागत छ। कक्षा 12 मा पढ्ने र ब्याचलर फर्स्ट इयर 13 कक्षामा पढ्नेहरूको लागि इकोनोमिक्सको केही हिसाबहरू छ, जुन टिसी, टिएफसी, एबीसी, एएफसी, एमसी निकाल्नेवाला छ। त्यो कसरी गर्ने भनेर सिकाउँछु। कक्षा 12 मा त यस्तो हिसाब आयो भने 8 मार्क्समा आउँछ, हिसाब 6 मार्क्स र केही कर्भहरू ड्र गर्न भन्यो भने 2 मार्क्स हुन्छ। यो आज सिक्छौँ। यो सिक्नलाई पहिला हामी फर्मुला हेरौँ। फर्मुला हामीलाई प्राय जसो किताबहरुमा के दिएको हुन्छ भन्दा यो टिसी को फर्मुला दिएको होला। टिसी को फर्मुला टिएफसी प्लस टिबिसी भनेर प्राय जसो ठाउँमा दिएको होला। त्यही फर्मुलाबाट हामीले टिएफसी को फर्मुला के हो भनेर निकाल्न सक्यौं। के आइछ? टिसी माइनस टिबिसी। टिसी को फर्मुला हामीलाई दिएको हुन्छ हो यही टिसी इक्वल टु टिएफसी प्लस टिबिसी बाट तीनटा फर्मुला अर्को दुईटा फर्मुला बन्यो। यो टिएफसी यही छ, यो टिसी माइनस यो प्लसमा थियो, यता आउँदा माइनस टिबिसी टिएफसी भयो। भनेको टिएफसी को फर्मुला टिसी माइनस टिबिसी। त्यस्तै गरी टिबिसी को फर्मुला पनि के भयो? टिसी माइनस टिएफसी भयो। त्यस्तै गरी यो सम्झिनलाई सजिलो छ। एउटा सम्झेपछि तीनटाको दुईटा अझै नयाँ फर्मुला जान्ने हो। त्यस्तै गरी यता हेरौँ, एएफसी भनेको के हो? ए भन्छ नि, यहाँ ए को ठाउँमा यहाँ टी राख्ने, अनि टिएफसी को टिएफसी अपन क्यू। एबीसी भन्यो भने टिबिसी अपन क्यू। एसी भन्यो भने टिसी अपन क्यू गरिन्छ नि, टी राखेको के को ठाउँमा सी छ नि। त्यस्तै गरी यिनमा पनि एभरेज भन्दा बित्तिकै टोटललाई क्वान्टिटीले भाग गर्ने। यही फर्मुलाबाट यो फर्मुला पनि बनेको। यो टिबिसी निकाल्न छ नि, एबीसी इन्टु क्यू क्रस मल्टिप्लिकेसन गर्यो भने त्यही आउँछ। त्यस्तै एमसी को फर्मुला के हो त? एमसी लाई यस्तो त्रिभुज आकार जस्तो देख्नुहुन्छ, यसलाई चेन्ज इन भन्छ। यसलाई चेन्ज इन भनेको हो यस्तो चेन्ज भयो। एन एकाइ र एन माइनस 1 एकाइ, दुईटा एकाइ थियो, त्यो एकाइको लागि टिसिएन को लागि एन माइनस 1 भनेको के हो भन्दा भ्यालु दिएको हुन्छ 8 6 4 हो। अब हामीले यसको झिक्नु छ भने यसलाई एन भन्ने हो। यसलाई एन माइनस 1 भनेको यो भ्यालु एक पछाडिको छ, त्यस्तो हो। तर टिसी चाहिँ बढ्दै गएको हुन्छ, त्यो हिसाबमै गरौँला, माइनसमा नै आउँछ एमसी, त्यो ख्याल गर्ने। र एसी चाहिँ माइनसमा आउनु, त्यो पनि सम्झिनु पर्यो। अब यो क्वेसन त टेबल बनाऊ भनेको छैन। टेबल बनाऊ भनेको भए क्यू को ठाउँमा 1 2 3 4 0 देखि 1 2 3 4 हाल्दै जानु पर्थ्यो। टेबल बनाउनु भनेको हैन, तर टिसी झिक्नु भनेको छ। हामीलाई के दिएछ? गिभन लेखौँ। इफ द टोटल कस्ट इज टोटल कस्ट फंक्शन टिसी, हामीलाई दिएको टिसी दिएको छ कति? 200 प्लस 5Q माइनस 0.04Q स्क्वायर प्लस 0.001 Q। कापी किताब छैन भने कापी हातमा लिएर बस्नु, किताब त चाहिएन अहिले, कापी। अब हामीलाई सुरुमै भने टिसी पत्ता लगाउनु। टिसी त दिएको छ, फेरि कहाँ त टिसी झिक्ने? तर यहाँ तल क्यू पनि दिएको छ, क्वान्टिटी क्यू इक्वल टु 10 युनिट्स। युनिट्स भनेर हिँड्छ, युनिट्स। अब हामीलाई एमै भने टिसी झिक्नलाई ए को सोलुसन गरौँ है त। टिसी झिक्नलाई के को गर्नु पर्यो? क्यू को मान केमा हाल्दिने? यो टिसी फंक्सनमा हाल्दियो भने आइहाल्छ। टिसी फंक्सनमा कति छ? 200 प्लस 5 इन्टु क्यू कति छ? 10 माइनस 0.04 इन्टु 10 को स्क्वायर प्लस 0.001 इन्टु 10 क्यूब। अब
हिसाब गरौँ 200 प्लस 50 माइनस 0.08 सरी 0.04 इन्टु 10 को स्क्वायर भनेको 100 प्लस 0.001 इन्टु 10 को क्युब भनेको 1000 20 प्लस 200 प्लस 50 250 माइनस 400 कि 400 इन्टु 0 प्लस 1 दिस इक्वल टु 247 therefore लेखिदिउँ A को एन्सर आयो TC इक्वल टु 247 TC दिएछ TC फंक्सन दिएछ र TC सोध्यो भने Q को भ्यालु TC मा हाल्दियो भने आउँदो हैछ सेकेन्डमा सोधेछ TFC B मा सोधेछ TFC टोटल फिक्स्ड कस्ट TFC निकाल्नलाई के गर्नुपर्छ थाहा छ फिक्स्ड कस्ट यो भनेको कुनै परिमाण उत्पादन नगर्दा पनि प्रोडक्सन नगर्दा पनि लाग्ने कस्ट हो TFC निकाल्न फर TFC लेखौँ है लेख्दै हुनुहुन्छ नि फर TFC we know that Q equal to 0 in TC TC मा Q को भ्यालु 0 राख्दाखेरि के आउँछ TFC आउँछ ल राखौँ TFC equal to अब Q TC को फंक्सन कति थियो 200 प्लस 5 इन्टु Q को ठाउँमा यो Q को ठाउँमा के राख्ने 0 माइनस 0.04 इन्टु 0 स्क्वायर प्लस 0.001 इन्टु 0 क्युब अब 0 लाई जतिले गुणन गरे पनि 0 हुन्छ त्यही भएर 200 प्लस यो 5 इन्टु 0 भनेको 0 अनि यो 0 को स्क्वायर भन्यो भने 0 हुन्छ अनि त्यसले 0.04 लाई मल्टिप्लाई गर्दा नि 0 भयो प्लस यता पनि त्यस्तै गरी 0 भयो भनेपछि TFC कति हैछ 200 हैछ TFC नि निस्कियो B मा अब क्वेशन C ले के सोधेछ यो नि निस्कियो यो निस्कियो ABC फर ABC BC छ भनेपछि TBC भन्ने चीज चाहियो अपन Q हुन पर्यो फर्मुला भनेपछि अब TBC त छैन TBC निकाल्न पर्यो TBC निकाल्नलाई कुन फर्मुला याद गर्ने TBC निकाल्नलाई TC माइनस TFC अर्थात TC को फर्मुला के थियो TFC प्लस TBC यो यता जाँदा माइनसमा आयो हो त्यही फर्मुला ल गरौँ फर TFC ABC पहिला TBC पत्ता लगाम TC माइनस TFC TC कति छ 247 आयो हाम्रो भर्खरै TFC कति छ 200 भनेपछि TBC 47 होइछ भने ABC हुनलाई therefore ABC equal to TBC upon Q 47 upon Q भनेको कति छ 10 छ this is equal to 4.7 भइहाल्यो है ABC पनि फर्मुला सजिलै थाहा भयो भने अति सजिलो छ त्यही MC निकाल्नलाई कसैलाई गाह्रो हुन्छ डेरिभेटिभ गर्नु छ त्यो पनि एकदम सजिलो तरिकाले सिकाइन्छ AFC झिक्न भने D मा AFC निकाल्नलाई के चाहियो TFC अपन Q फर्मुला त त्यही हो TFC त हामीले भर्खरै झिकेको छौं 200 Q त हामीलाई क्वेशनले दिएको छ 0 ले 0 लाई काट्यो 20 आइछ AFC therefore AFC अब रह्यो MC अलि गाह्रो पनि हो र यो MC निकाल्न यहाँ डेरिभेटिभ सामान्य डेरिभेटिभ जाने भने अन्त पनि काम लाग्छ
ल मैले यो मेटाइदिँदा हुन्छ होला। ल म EMC निकाल्ने प्रक्रिया अब चरणबद्ध रूपमा प्रक्रियागत रूपमा कति नम्बर क्वेसनमा हो ईमा सोधेछ EMC भनेको के हो भन्दा डेरिभेटिभ चेन्ज इन TC टोटल कस्टमा भएको चेन्ज भनेर हामीले TCN माइनस TCN माइनस 1 हेर्यौं भनेपछि डेरिभेटिभ अफ TC विथ रेस्पेक्ट टु Q भनेको यस्तो लेख्ने अनि डेरिभेटिभ गर्दाखेरि TC को भ्यालु कति छ त्यो ल्याएर यहाँ हाल्दिम यो भ्यालु जुन छ यसलाई उठाएर लहर त्यहाँ झ्याममा हाल्दिहालौं 200 plus 5Q minus 0.04 Q square plus 0.001 Q cube यो भनेको D जे थियो TC जे थियो त्यही ल्याएर यहाँ हाल्यो DQ जे को त्यही लेखियो। यसको लागि चाहिने तीनटा फर्मुला छन् त्यो पनि म बताइदिन्छु। अब यसलाई छुट्याइदिने कसरी 200 डिवाइडेड बाइ DQ प्लस 5 अक्षरलाई अगाडि राखौं DQ अपन DQ माइनस अंकलाई अगाडि राखौं अनि DQ स्क्वायर डिवाइडेड बाइ DQ प्लस 0.001 अगाडि राखौं अनि DQ क्यूब डिवाइडेड बाइ DQ। अब यो नम्बर मात्र छ यहाँ माथि Q छ छैन Q छैन भने 0 लेख्ने माथि प्लस यो 5 छ 5 अनि Q ले Q लाई काट्यो भनेपछि रह्यो के 1 1 पर्यो गर्न परेन यो 1 नलेख्ने भयो। अब यो 2 पावरमा छ भने त्यसलाई अगाडि ल्याइहाल्ने पावरमा जति छ त्यसलाई अगाडि ल्याउने इन्टु 0.04 अब यो Q ले एउटालाई काट्यो दुईटा थियो Q स्क्वायर भनेको दुईटा Q हो Q इन्टु Q हो एउटा Q काटियो भनेपछि रह्यो कति एउटा Q तर काट्ने भन्ने चाहिँ अलि हुन्न हैन डेरिभेटिभमा त्यही पनि अब बुझ्नु त पर्यो यो 3 पावरमा जति छ त्यो ल्याइदिम इन्टु 0.001 अनि Q तीनटा थियो अब एउटा त गयो भनेपछि कतिवटा रह्यो दुईटा रह्यो। अब डिभाइड केही गर्ने कुरो भएन 5 into 1 5 minus 0.08 Q plus 0.003 Q square भयो। यहाँ त अझै आएन MC को भ्यालु अब MC निकाल्नलाई when Q equal to 10 MC equal to 5 minus 0.08 into 10 plus 0.003 into 10 को स्क्वायर अब गर्दाखेरि कति भयो 5 minus 0.8 प्लस 10 को स्क्वायर भनेको 100 इन्टु 0.003 भनेको 0.3 यो भयो 4.5 यसको आन्सर MC भनेको 4.5 आयो। अब डेरिभेटिभको म केही रुल्सहरु बताउँछु भनेको थिएँ यो सार्नु छ अनि सार्नु डेरिभेटिभको रुल्स सामान्य रुल्स ठ्याक्कै त्यति थाहा भयो भने हुन्छ हाम्रो यसको लागि ल डी कुनै नम्बर छ नम्बर मात्र लाइक कन्स्ट्यान्ट भन्छ DQ छ भने यसको भ्यालु सिधै 0 हुन्छ। एक्जाम्पल दिइहाले D30 डिवाइडेड बाइ DQ छ भने यसको भ्यालु 0 हुन्छ यो थाहा पाउनु पर्यो। अर्को
यो 1 मा लेखौं 2 डी क्यू को पावर n अपन dq छ भने n अगाडि जान्छ इन्टु q को पावर n - 1 हुन्छ। योलाई इक्जाम्पल दिम। अब यो 5 अगाडि छ मानम केही छैन d q को पावर 3 छ डिवाइडेड बाइ d यो 5 नभए पनि भयो। यो 5 त हाम्रो हिसाबमा थियो त्यसरी ल्याउने भनेर सम्झाएको है। ल 5 नराखौं d क्यूब छ। अब n भनेको के हो यसमा 3 हो 3 यो n भनेको 3 हो इन्टु q भनेको q जो छ n भनेको 3 - 1 3 q को पावर 2 हुँदो रहेछ। भनेपछि त्यस्तै गरी हामीले 3 इन्टु 5 थियो भने 5 गरे थियौं अनि q को पावर 2 गरे थियौं डाइरेक्ट। किन है छ यो फर्मुला रहेछ। यो 2 नम्बर फर्मुला भयो। अर्को फर्मुला हाम्रो युज हुने फर्मुला कुन छ भन्दा सायद यति दुईटा फर्मुला युज होला। यति दुईटा फर्मुला मै फोकस गरौँ। यिनै दुईटा फर्मुला जानेपछि हाम्रो यो एमसी निकाल्ने जानिन्छ। नम्बर मात्र छ भने 0 हुन्छ र पावरमा केही छ भने त्यो गुणन भएर अगाडि जान्छ अनि एउटा पावर घट्छ। यहाँ 3 थियो यहाँ 2 भयो यो 3 कहाँ गयो अगाडि गयो गुणन भयो q सित। यो दुईटा फर्मुला याद राखिराख्ने। सब्स्क्राइब गर्न पनि याद राख्दा हुन्छ है। आजलाई यति गरौँ एउटा मात्रै। अर्को भिडियोमा यो टिएफसी टिबिसी एबिसी निकाल्ने अर्कोमा अझै एमसी पनि छ होला। एमसी पनि छ। यो हिसाब जाने भने यस्तो ब्राकेट वाला हिसाब जति पनि गर्न सकिन्छ जस्तो लाग्छ। यो हिसाब जाने भने र यो हिसाब अहिले केही ज्ञान भएकोले हेर्दै गर्दा पनि हुन्छ। फिक्स कस्ट 100 मा टिएफसी 100 राख्दै जाने सबैमा। आजलाई यति गरौँ। सब्स्क्राइब गर्नु होला।